दर्शक नमस्कार एवं हार्दिक स्वागत गर्न चाहन्छु। मेरो नाम हो भीम भूषाल। आज पनि हामी एउटा फरक विषयवस्तुको साथमा उपस्थित भएका छौँ कार्यक्रम पावर विशेषमा। विशेष त आज हामी नारायणगढ बुटवल सडक खण्ड निर्माणको क्रममा केही व्यक्ति या भनौँ चाइनिज कम्पनी र श्रमिक बीचको विवादलाई लिएर आजको कार्यक्रममा उपस्थित भएका छौँ। सडक निर्माणको क्रममा चाइनिज कम्पनी र श्रमिक बीच पछिल्लो समय कुटाकुटको अवस्थासम्म आइपुगेको छ। अवस्था हो श्रमिकले माटो चोरी गरे भन्ने आरोप लागेको छ भने चाइनिज कम्पनीले श्रमिकहरूमाथि रडले पाइपले कुटाकुट गरे र केही श्रमिकहरू घाइते हुने अवस्थामा पुग्यो। आजको कार्यक्रम विशेष त्यसमै केन्द्रित रहनेछ। कार्यक्रम हेर्दै रहनुहोला। विशेष गरी हामी यहीसँग सम्बन्धित कुराकानीलाई जोडिरहेका छौँ। यति बेला हामीसँग कुराकानीको लागि हिजो कुटाई खाने व्यक्तिहरू जो श्रमिकहरू हुनुहुन्छ उहाँहरू यति बेला हामीसँग हुनुहुन्छ। उहाँहरूसँग म सबैजनासँग कुराकानी गर्न चाहन्छु। सरलाई हार्दिक स्वागत छ। शुभआत्मा। हजुर, म यो अखिल नेपाल ट्रेड युनियनमा महासङ्घको यहाँ इकाइको अध्यक्ष हुँ। म वासुदेव गैरे। सर, तपाईँ अध्यक्ष हुँदै गर्दाखेरि हिजोको समयमा यहाँ केही श्रमिकहरूले कुटाई खाने विषयमा बताइदिनुहोस् न। हाम्रो साथीहरूलाई यो चोरी केस लगाएको थियो होइन। बिना प्रुफ हामीलाई साथीहरूलाई चोरी लगाएको थियो 8 जना साथीहरूलाई। यही कारणमा हाम्रो कम्पनी अब साथीहरूलाई चोरी केस प्लस अनि त्यहाँ तपाईँको काम नदिने, कामबाट निष्कासन गर्ने भन्ने कुरो सुनिएको थियो। त्यो कारणले गर्दाखेरि अब साथीहरूलाई अब निष्कासन गर्दाखेरि हामीले सहयोग गर्नु पऱ्यो। कुनै प्रुफ छैन, केही छैन भने जसले गल्ती गरेको छ उसलाई निकाल, जसले गल्ती गरेको छैन उसले त काम पाउनु पऱ्यो, काम गर्नु पऱ्यो भन्ने कुरो हामीले राखिएको थियो। अनि सेलेरी पनि उनीहरूले बारम्बार प्रत्येक महिना अहिले हामीले काम गर्न आएको लगभग 16-17 महिना भइसक्यो। प्रत्येक महिना सेलेरी नआउने र काम गरेको पैसा पनि अब कटिङ भएर आउने, ओभरटाइम पनि कटिङ भएर आउने, अब भने जस्तो सेलेरी कहिले पनि नआउने होइन। अनि अब हामीले अब प्रशासनलाई पनि पुरा राखियो, प्रशासनसँग गइयो, सिडिओ साहबसँग बसेर सबै गऱ्यो, कागजमा पुरै लिखित गराएर बकाइदा साइन पनि गऱ्यो चाइनिजले। तर कुनै महिना पनि हाम्रो त्यो सेलेरी नै नआउने, सबै कटिङ भएर आउने होइन, ड्याममा पनि नआउने, त्यो भएको समय सुनिन्छ कि तर हामी श्रमिकको लागि जति चाहेर काम गर्दा पनि उहाँहरूको पक्षमा रहेर काम गर्दा पनि श्रमिकहरूले अब हामीले सोचेअनुसारको काम गर्दिएनन् या चाहिँ चोर दिए भन्ने खाले एउटा गुनासोहरू पनि आइरहेको छ। यसलाई चाहिँ कसरी स्पष्ट पार्न चाहनुहुन्छ? जस्तो यो चोरीका घटनाहरू पनि बाहिर आएको छ, यसलाई चाहिँ कसरी चिर्नुहुन्छ? यो चोरीको त भन्नाले अब यो प्रुफ त चाहियो नि, कसले चोरेको के हो सबुत प्रमाण चाहियो। त्यतिकै बिना कसुर चोरी केस त लाउनु पाइएन नि होइन। जुन व्यक्तिले चोरेको त्यसलाई निष्पक्ष तरिकाले अब त्यसलाई प्रुफ ल्याउनु पर्यो नि त।
प्रुफ नल्याइकन मुखको आधारमा कसैले अब गाँजा चरेस भाङ खाएको उसमा फलानाले यस्तो भन्यो फलानाले यस्तो भन्यो भनेर एउटा ल्याप्ची लगाएको भरमा साथीहरूलाई चाहिँ अब यो निष्कासन गर्न पाइएन होइन, चोरी आरोप लगाउनु त पाइएन नि। सबुत प्रमाण सहित भयो भने त्यसमा हामी मान्छौँ। सबुत प्रमाण बिना सबुत प्रमाण चाहिँ हामी यो चोरी केस लगाएको भनेर हामी मानिँदैनौँ। त्यसलाई जहाँसम्म लाग्छ मलाई माटो चाहिँ चोरी भएको हो भन्ने चाहिँ केही जानकारी आएको थियो। खासमा चोरी केसमा चाहिँ कति टिप या चाहिँ कति क्वान्टिटीको हिसाबमा कति जति माटो चाहिँ चोरीको आरोप लागेको छ तपाईँहरूलाई यो विषयमा बुझाउनु मिल्छ भने खुलाइदिनुहोस्। यो त हामीलाई थाहा छैन होइन, अब कति चोरी भयो के भयो अब यो हामीलाई कुराकानीको लागि धेरै धेरै धन्यवाद। हिजो हामीसँग केही व्यक्तिहरू हामी सम्पर्क गर्न खोजिरहेका थियौँ र यहाँ कुटाइ खाने व्यक्तिहरू जसले चाइनिजहरूले श्रमिकहरूलाई कुटेका थिए, कुटाइ खाने व्यक्तिहरू यति बेला हामीसँग हुनुहुन्छ। म उहाँहरूसँग कुराकानी जोड्न खोजिरहेको छु। दाइलाई हार्दिक स्वागत छ कार्यक्रम। खासमा हिजो के भएको थियो? तपाईँ एउटा कुटाइ खाने मान्छे मध्येको एउटा श्रमिक हुनुहुन्छ, हिजो के भएको थियो भित्र यो विषयमा बताइदिनुहोस् न। यस्तो भयो, वार्तामा लिएर जान्छु भन्नुभयो अनि तपाईँको अब तिनीहरूको प्लान चाहिँ रहेछ पिट्ने, हामीलाई मार्ने। तर भित्र डराङ डुरुङ भएपछि हामी पनि यताउता छुटाउन जाँदा भिडियो सिडियो गर्दाखेरि हामीलाई पनि कुटकुट गरे, बाहिर बसेको मान्छेलाई मोबाइल सुबाइल सबै फुटाइदिए। यस्तो छ, मोबाइल फुटाइदिएका छन्। शरीरमा तपाईँको चाहिँ कहाँ कहाँ चोट लागेको छ? हातमा चोट छ, शरीर ढाडमा। उनीहरू के प्रयोग गरेका थिए? एकजनाको भाग 9जना सिक्री हराएको छ। कुराकानीलाई धन्यवाद। हामी अन्य व्यक्तिहरूसँग जसले कुटाइ खानु भएको थियो हिजो उहाँहरूसँग कुराकानी जोड्न खोजिरहेको छु। सर हिजो के भएको थियो? लडाइँ हुने अवस्थासम्म चाहिँ कसरी सिर्जित भयो त्यो अवस्था बताइदिनुहोस् न। लडाइँ हुने त हामीलाई त्यस्तो लडाइँ हुने प्लानले हामी त्यहाँ बसेको थिएनौँ। हामी त वार्ता बसेको एउटा हाम्रो साथी हुन्थ्यो, साथीलाई भन्नुभयो र वार्ता राख्नु पऱ्यो, हामी सिडियो कार्यालय जान लाग्थ्यो वार्ता गर्नु। अनि बाटोमा हामी सँगै आएर अनि अध्यक्ष हाम्रो नाम नि परेन के नि परेन, हामी साथमा साथ दिन पऱ्यो सिडियो कार्यालय जाऊँ भन्दाखेरि हामी लागेको मान्छेलाई फर्काएर यिनीहरूको षड्यन्त्र रहेछ। हामीले यसरी सबैजनालाई घटाएर सबैजनालाई पठाएर हामी 10-12जनालाई भित्र राखेर जुन जुन व्यक्ति थियो तिनीहरूको आँखाको नजरमा त्यो रहेछ भन्ने कुरा भित्र चाहिँ उनीहरूले कसरी एक्कासी आएर तपाईँहरूलाई आक्रमण गरे या चाहिँ तपाईँहरू उत्रिनु भएको थियो कुनै एउटा घटनाको श्रृङ्खला हुनसक्छ त्यो बोलाइदिनुहोस् न। हिजो हामी यस्तै यो खाना खाने बेला लट्याम लट्याममा सबै गाडी आएको थियो। लट्याममा चाहिँ अब 1 बजीपछि लट्याम सबैको चाहिँ गाडी सबै भित्रबाट निकाल्थ्यो। अनि अरू त्यहाँ काम छैन तिमीहरू बस भन्यो। अब हामी काममा जान लाग्यो मान्छे अब साथी बस्छ बस्यो बस्दाखेरि चाहिँ यिनीहरूले वार्ता गरेर बोलाएको। हामी एउटा साथीलाई हामीले भित्र बसायो। अनि हाम्रो अध्यक्ष अर्को एउटा रमेश व्यापार काम हुनुहुन्छ उहाँहरू उनीहरू 3जना बसेर 4जना अनि उहाँहरू बसेर वार्ता गर्न लागेको। वार्ता गर्न हामी जान्छौँ के हो र हामी दिएन जानु नजाएर भित्र। अनि 1:27 अघि 26-27 मिनटमा 81 आएर उता रड बोकेर आएर आएर गाडा गुडुङ गर्दा साथीलाई 10-15जनाले पिटेको थियो। अनि बाहिर हामीले के गर्ने, हामी 4-5जनाले हामीलाई नि उल्टो अब अट्याक गर्न लागेको छ। त्यसपछि हामीले अब ज्यान त बचाउनु पऱ्यो, ज्यान बचाउनु पऱ्यो। यता साथीलाई नि अब हेर्न पऱ्यो। हामी लडाइँमा जानु सक्नु कुरो भएन गरी त्यहाँ अब 7जनाले त्यति सानोसँग लडेर भएन गरी त्यही कारणले अब सुरुवातमा कुटाइ खाने उहाँ हुनुहुन्थ्यो। सर हिजो त्यो अवस्था सुरुवातमा कसरी त्यो सृजित भयो? सुरुमा तपाईँ हुनुहुन्थ्यो भित्र चाहिँ म होइन बिहानमा हाम्रो एउटा स्कुल आएको थियो, सानो बिहानमा के भन्यो भने हाम्रो साथीहरू गेटमा बसिरहेको थिएँ, म पनि गेटमै छु। गेटमा बस्दाखेरि उहाँहरूले फोटो पिक्चर खिच्यो। हाम्रो साथीहरूले धक्काधक भइराखेछ छुट्टाए है यहाँ लाग्यो भने त्यो आरोप मलाई लगाएर
भाग्यो होला मैले हिर्काकै भने उसले मलाई त्यही बारम्बार त्यही मात्रै क्वेसन गरे क्या मलाई मैले हिर्काको छैन हिर्काको पोज देखा नि त त्यो हिर्काको पोज अर्को आयो मलाई फोन म पनि के होइन म त नसकेपछि म उनीहरूले हाने म नसकेपछि मैले पनि लास्टमा मेरो उपाय नलागेपछि मैले नि कुर्ची उठाएर मैले नि उनीहरूलाई चार्ज गरेँ कुर्ची चार्ज गरिसकेपछि अनि उनीहरू अलिकति हच्कियो पछाडि हच्कियो मलाई रमेश दाइले यसरी भित्तामा लगाएर तिमी एकछिन नबोल भाइ भनेर पठाएर मैले बाहिरी भयो बाहिर आएको उहाँलाई रडले उहाँलाई नि हानेर अब म त अब बाहिर मैले हान्न नि मैले समात्नु मैले रड समातेको अब म एक्लै छु सबै चाइनिज मात्रै छ सबै हातमा रडै छ रड भएपछि मैले उनीहरूलाई हान्न सकिनँ अनि उरोमा अब होइन उरोमा त अब नसकेपछि हामी बाहिर गेटतिर भागेर हामी बाहिर चाहिँ पछि सबै के गर्दा सबै पुलिसहरू आयो त्यतिकै यो कुरा त्यति गरेर हामी प्रशासन गएर निवेदन दियौँ हामीलाई यस्तो भयो हाम्रो सानो साथीहरूको 4-5 जनाको मेरो सबैको मोबाइल फुटाइदिए सबै ठिक छ अब निवेदन दिनुहोस् अब उहाँहरूलाई हामीले बोलाएपछि वार्ता गरेर पाउनुहुन्छ भने उहाँले प्रशासनले हामीलाई भन्यो अब भनेपछि अब तिनीहरूको आधारमा हामी फेरि वार्ताको लागि हामी आएको छौँ जस्तो हिजो जुन झगडा भयो लडाइँ भयो भनौँ उनीहरूले कुटे तपाईँहरूलाई त्यो अवस्था आउनुभन्दा अगाडिको अवस्थालाई म कोट्याउन खोज्दैछु जबकि त्यो अवस्था सिर्जित उनीहरू त्यो रुष्ट हुनुपर्ने कारण या चाहिँ तपाईँहरूसँगै झगडा गर्नुपर्ने कारणमा चाहिँ उनीहरू किन आइपुगे त यस्तो अब त्यसमा झगडा हुने कारण कस्तो भयो भन्दा बिहानमा अब होइन हामी सबै निस्कुलको साथले भन्नुभयो नाम परेको जति चाहिँ बस्नुहोस् नाम परेको नपरे गाडी लिएर जानु यस्तै भन्नु अनि भन्दाखेरि हामी सबै गेटमा सबै साथीहरू गेटमा बसिराखेको थियो गाडीहरू एउटा दुइटा जाने अनि गरम भइरहेको थियो आएर अब साथीहरूको फोटो खिच्यो है फोटो खिच्यो चाइनिजले फोटो खिच्यो उहाँले अब यस्तै धक्काधक भयो गेटैमै भयो म चाहिँ यहाँ हेरेछु पछि म पनि अब हाल्ला जस्तो लागेर म पनि गएर उनीहरूसँग गएर उनीहरूलाई जोगाउने आफ्नो साथीलाई जोगाउने गरम त्यही विषयबाट झगडा हुन्छ कुराकानीको लागि धेरै धेरै धन्यवाद विशेष गरी जग्गा विषयमा हामी कुराकानी गरिरहेका छौँ खासमा श्रमिकले कुटाइ खानु पर्यो या भनौँ चालकले कुटाइ खानु पर्यो यस कम्पनीभित्र काम गर्दाखेरि यो अवस्था चाहिँ किन आयो सर यो विषयमा खासको यो जड भनेको यो पहिलादेखिबाट आजभन्दा 2 वर्ष अगाडिबाट यिनीहरूले देखाइ काम गराइरहेको तर पैसा समयमा टाइममा नहाल्ने मेन विषय नै सेलरी जहिले नि हाल्छ 1000-1500 एकजनाको गर्दा यिनीहरू 1000-1500बाट 2000मा गयो 2000बाट गर्दा 2500मा गर्दा पछि चाहिँ ड्राइभरहरूको 5000 अनि लेबरहरूको पनि 3000बाट सर्ट गर्दै यिनीहरूले उ गरे त्यसपछि हामीले के गर्यौँ भन्दा हामीले यहाँ एउटा हाम्रो मजदुर कुरा भएन हामी एउटा युनियन खडा गरौँ भनेर हामी सबै एउटा युनियन खडा गरौँ युनियन खडा गरेको यिनीहरूलाई पटक्कै मन परेन यिनीहरूले बारम्बार पनि भन्ने गर्थ्यो त्योभन्दा अगाडि हाम्रो श्रमहरूको कुनै एग्रिमेन्ट पनि गरेको थिएन अहिले आएर चाहिँ बल्ल पछि 6 महिनाको जनवरीबाट तिमीहरूलाई यो अहिले सिडिओ कार्यालयमा बसेर वार्तामा 1.5 देखि सिधाहरूका कुराहरू गरेर त्यसमा 10 बुधे सहमति भएर उहाँहरूले कार्यान्वयन गर्ने भनेको त्यसमा एउटा कार्यान्वयन भएको भनेको एउटा कार्ड मात्रै उपलब्ध भयो अरू कुनै कार्यान्वयन भएन त्यसपछि त्यही कुरालाई झल्काउँदै गर्दा आज आएर 56 दिन बितिसक्दा पनि जहिले नि टाइममा सेलरी नहाल्ने 56, 54, 55 दिनमा पनि सेलरी नहाल्दा सबैले के भन्यो भने होइन यो सेलरी कहिले हाल्छस् भनेर हामी 15 तारिकबाट 16 तारिक झगझगाउने गर्छौँ सबले भन्छौँ हामीले भन्दाखेरि तिमीहरूको सेलरी नोटिस भन्ने कुरा थियो नोटिस पनि टाँसेन तिमीहरूको सेलरी अहिले हामी पैसा छैन भन्ने कुरा गर्यो पैसा छैन भने ड्राइभर तथा अपरेटर लेबर सबैको पैसा रोक्दाखेरि सबै अलिअलि स्वाभाविक आकर्षित हुने कुरा भयो अनि त्यसपछि उनीहरूले के भन्यो भने ल हामीले काम गर्न इच्छुक छौँ हाम्रो बेलुकासम्म भए पनि सेलरी हाल्न त रिङटोन बन्द पर्यो हामीलाई मेसेज आउनु पर्यो हामी काम गर्न तयार छौँ भनेर सबले भन्यो भन्दाखेरि उसले पैसा अहिले आउँदैन अब सोमबार भन्छ सोमबार भने नि आउँदैन त्यस्तो कुनै
कुनै ग्यारेन्टी दिएन नदिएपछि जहिले म्यासेज आउँछ अनि उनीहरूले के भन्यो भने ठिक छ यो होलिडे हो हाम्रो 15 दिनको लागि भनेर होलिडे भनेर उनीहरू हिँडेपछि बारम्बार के गर्दा 6-7 दिन बित्यो 6-7 दिन बित्दाखेरि अनि त्यसपछि यिनीहरूले बल्ल यहाँ वर्करहरू 400 जना जति हुनुहुन्छ होला 250 जना जति 200 जना जतिको सेलेरी हाल्नुभयो 200 जनाको हाल्नु भएन फेरि भोलिपल्ट फेरि 50-60 जनाको हाल्नुभयो अरू 150 जनाको हाल्नु भएन रह्यो कुरा अब उहाँहरूले एउटा गाडीको स्क्याभेटर ड्राइभरले ट्र्याक्टर लोड गर्दा फेला पार्नु भएको रहेछ उसले दिएको नामको आधारमा अरू ड्राइभरहरूलाई पनि बोलेर अनि केस गरेको छ केस गरेको छ ल ठिकै छ छानबिन भनेर हामी गएका छौँ अनि त्यसपछि हामीले के भन्यो भने ठिक छ यो केस गर्दै गर त तर तैँले केस गरेको 17 तारिकमा हो 17 तारिकमा भने योभन्दा 1 महिना अगाडिको पहिलाको तलब त दे सबैको बालबच्चा हुन्छ पैसा दे भन्दाखेरि हाल्छु भन्छ हाल्दैन यो भइसकेपछि किन भयो त्यस्तो गर्दा हाम्रा साथीहरूलाई सबैले अलिअलि सेलेरी दिएर कति फाट्छ के गर्छ भनेर सबै पठाइयो हामी कम्पनी पनि बन्द गर्ने पक्षमा थिएन हामीले कहिले बन्द गरेका छैनौँ अनि सबै गाडीहरू निस्किँदै थिए हिजोसम्म आइपुग्दाखेरि अनि हिजो आइसकेपछि अनि यो त यतिकै त कम्पनी चल्दैन लेबर मात्रै लिएर गयो चल्दैन अपरेटर पनि छैन ड्राइभर पनि छैन हामी अचम्मित भयौँ त्यसपछि यसरी त चल्दैन भनेपछि हामी गेटमा गफ गरेर बसिरहेको थियौँ आयो उनीहरू अनि गरेर यताउतिबाट हट भन्न लाग्यो अनि त्यसपछि हामीले के भन्यो भने होइन हामीले के त्यो गाडी छेकेको कुनै केही छेकेकै छैनौँ सबै गइरहेको छ त अब हामी गऱ्यो हाम्रो साथी गरेको भनेपछि भिडियो बनायो जहाँ पनि भिडियो जसको पनि बाटोमा फोटो खिच्ने अनि यो मान्छे निकाल्ने भन्ने खालि त्यही इस्यु खालि त्यही बनाउने अरू केही हुँदैन खालि फोटो खिचेको भरमा र अर्का नाम खोलेको भरमा मान्छे निकाल्ने भन्ने मान्छे निकालेर इन्भेस्टिगेसन गरोस् सस्पेन्ड राखोस् सब गरोस् भनिरहेका थियौँ तैपनि हिजो चाहिँ अनि हामीले अब यसरी हुन्न सिडिओ कार्यालय इन्सपेक्टर साहब यहाँ आउनुभयो बिहान आएपछि इन्सपेक्टर साहबले हामी पनि इलाका हो यहाँ तपाईँहरू प्रशासन वार्ता गर्नुहोस् सिडिओ तिमी जानुहोस् भनेर भनेपछि ल हामी खाना खाएर 10 बजे जाने 11 बजे उहाँ उपस्थित हुने भनेर साथीहरू लागापाका लाग्यो अलिअलि 7-8 जना अरू काम गर्नेहरू काममा गएपछि हामी चाहिँ ल सिडिओ कार्यालय जाने भनेर आफ्नो घरतिर लाग्यो खाना खाए सबै बस्यो फेरि फोन आएपछि के भन्यो हाम्रो यहाँको दोमासे यिनीहरूले वार्ता सरे वार्ता त छ हामी त इन्सपेक्टरमा अथवा वडा अध्यक्ष कसैको रोबरमा नभइकन वार्ता नभइकन वार्ता गर्दैनौँ भनेको यो आपसी घर जैला हो अब घरमा भएको कुराहरू घरमा सल्भ गर्ने भन्ने कुरा गऱ्यो अरे भनेर अनि ल ठिकै छ त कम्पनीमा वार्ता गरेर सबै सल्भ हुन्छ भने अनि हामी बसौँ न त भन्ने कुरा भयो कुरा गएपछि हामी 2-4 जना मान्छेलाई नि भेटेकै हौँ यहाँ आइसकेपछि कम्पनी म्यानेजर हामीसँगै बसेका थियौँ कम्पनी म्यानेजर पहिला निस्क्यो अरू यिनीहरूको प्रि प्लानिङ थाहा भएन हामी यहाँ बस्यौँ सिङ्गल बाई सिङ्गल म वार्ता गर्छु भनेको नो भने जानेको त्यति छैन तर नो र यस भन्न जाने अनि हामीले भन्यौँ इन्सपेक्टर बोला भन्ने बित्तिकै उसले के भन्यो पुलिसले सल्भ गर्दैन यो पुलिसले कहिले सल्भ गर्दैन यो केस सल्भ गर्ने म कम्पनी म्यानेजर हो मैले सल्भ गर्छु भन्ने कुरा उसले आश्वासन दियो र हामीले लगायत म पनि जान्छु भनेको मलाई पनि जान दिएन सातजनासित म सम्पर्क गर्छु भन्ने कुरा हामी बाहिर बसेथ्यौँ हामी बाहिर बस्ने बित्तिकै उनीहरूले गएको 2 मिनट पनि भएको थिएन भित्र पलाएर पुग्नुभयो झ्याल लगाइयो अनि यो कन्टेनरमा हो यहाँको कन्टेनरमा झ्याल लगाइयो सबले रड बोकेर आयो हेर्नु त फलामको स्टिल पाइपहरू रडहरू बोकेर एकजनाको पनि हातमा छैन सबैको हातमा हतियार आएर फलाम र पुरो हानिहाल्यो उसलाई त भित्र त चार्ज त हातको भयो बाहिर भएको हामीहरू भनेर साथीलाई भित्र चिन्नु त भएन अनि त्यसपछि हामी भनेर भित्र चिन्न खोज्यौँ भित्र चिनेको उसलाई सबैले हाने त्यहाँ ठुलो हाने त्यसपछि रड निकालेर हामी पनि यतातिर भागेको यतातिर आएको यतैतिर लखर्दै आयो हामी त प्रतिवाद त गरेको थियौँ मेरो टाउकोमा सिधै एउटा यहाँ मेकानिक इन्जिनियर छ उसको हातमा भएको रडले उसले सिधै हान्यो मलाई मैले हाने बित्तिकै देखेँ मैले यसो त्यसपछि त्यही तल गएको मैले यहाँ
घटनाक्रम तपाईँले बताउनुभयो श्रमिकहरूलाई चोट लागेको छ, साथमा लागेको छैन, श्रमिकहरूको पीडा श्रमिकहरूले नै बुझेका छन्। तर मान्छेले के भन्ने गर्छन् भने यही श्रमिकहरूले गर्दाखेरि 2 महिनामा सकिने काम या चाहिँ 2 वर्षमा सकिने काम वर्षौँसम्म लाग्ने हो, यिनीहरूले गर्दा ढिलो हुने हो भन्ने एउटा आरोप पनि छ नि तपाईँहरूको। यो आरोप यो नियताहरू यिनीहरूले लगाएको यिनीहरूले काम गर्ने हो। तपाईँ यसै मिस गर्न सक्नुहुन्छ। आज 2 वर्ष 2.5 वर्ष भयो, यहाँ काम भएको छ 4%। यसरी काम हुँदैन भनेमा हामीले नै भनेको हामीलाई यो चाइनिजलाई अरूलाई भन्दा हामीलाई पनि त यो ठाउँको माया छ। हामी यही ठाउँको मान्छे, हामीलाई यो बाटो छिटो बनोस्, हामी नर्सले दुःख पाउनु भयो भनेर यो मेलेन्ची जस्तो पनि भयो भनेर हामीले बारम्बार जगाउँदा पनि यिनीहरूले कुनै काम नगर्नु। त्यसको क्रममा हामीले अघि यिनीहरूले आरोप लगाए हामीसित सत्य तथ्य अलिअलि भए पनि भिडियोहरू छ यिनीहरूले बेचेको लाइ मिली गरेर सब कुरा गरेको भनेर हामीले यिनीहरूले काम नगरेको यत्रो वर्ष भने सम्पन्न नगरेको र दोषी उप कारवाही गरियोस् भनेर हामीले अख्तियार चाहिँ पुगेका छैनौँ। हामीले जिल्ला प्रहरी कार्यालय, डिएसपी कार्यालय, सिडिओ कार्यालय, गैँडाकोट कार्यालय, वडा कार्यालय हामी सबमा ज्ञापन पत्र र हामीले लगाएको मुद्दा पनि दर्ता गरेका छौँ। तर दर्ता अब अहिलेसम्म त्यसको सुनवाई भएन। केहीको कारणले गर्दा हामीलाई वार्तामा बोलाएको होला। हामीले पनि उनीहरूलाई आरोपित गरेर यिनीहरूले चोरेको छ, हाम्रै घर अगाडिबाट चोरेको छ, कन्स्टिट्युन्सीसित मिलेर चोरेको छ, त्यसका फोटोहरू पनि हामीसित छ भनेर भन्दाखेरि अब यिनीहरू जाने भयो भनेपछि हामीलाई बोलाएको होला भनेर हामी हिजो आएको। त्यो आउने क्रममा यिनीहरूले एकैचोटि प्लानिङका साथ मान्छे मार्ने उद्देश्यका साथ आएको रहेछ भने भन्न नि भन्यो। अब शब्द उच्चारण गर्न धेरै लाज लाग्छ मलाई। यो नेपाली भन्नलाई होइन, त्यही हो। अबको विकल्प चाहिँ के, अबको बाटो के गर्ने जस्तो अब तपाईँहरूले भएको छ, चोट लागेको छ, उपचार हुन बाँकी नै छ। अब चाहिँ वार्ताबाट समाधान गर्ने या तपाईँहरूको माग चाहिँ के छ अब गर्ने? अहिलेसम्म हामीले माग भनेर यो गर्नु भनेर अहिलेसम्म माग त के हुँदैन। सुरुमा कुनै पनि घटना घटिसकेपछि त्यसमा घटना घटेपछि जसलाई चोटपटक लागेको छ, घाउ चोट लागेको छ, बिरामीको पहिलो सुरुमा स्वास्थ्य उपचार हुनु पऱ्यो भन्ने हाम्रो त्यही माग हो। उनीहरूलाई पैसा नभएर स्वास्थ्य उपचार गर्न गाह्रो भएको छ, सेलेरी नै हालेको छैन होइन। सबभन्दा पहिला अब त्यो स्वास्थ्य उपचार हुनु पऱ्यो। स्वास्थ्य उपचार अनि चाइनिजहरूले हातभित्र हालिहाली गोजीबाट धरि पैसा लिएको छ। उनीहरूले सिक्री तानिरहेको छ। योभन्दा पहिला पनि वाच गरिरहेको किसिमको यहाँ कमाएको होला यसले भन्ने निर्णय गर्ने लान्छना त लगाइरहेको छ मौखिक रूपमा होइन। तर हिजो त लाइभ मोबाइल निकाल्दै फुटाल्दै गोजीबाट पैसा निकाल्दै सिक्री लुट्दै त्यो गर्दै अन्त रहेर एउटा सानो क्लिप, यो क्लिप 1 मिनट 10 सेकेन्ड यो क्लिप पनि छ। हामी तपाईँहरू गराउँछौँ अहिले तपाईँले आएको खण्डमा त्यो हेर्न सक्नुहुनेछ। अब श्रमिकहरूले उचित न्याय पाउँ, तपाईँहरूको चाँडोभन्दा चाँडो प्रचार होस् र बाटोको काम र विकासको काम अवरुद्ध नहोस् भन्ने कार्यतर्फबाट पनि हामी शुभकामना दिन चाहन्छौँ। धन्यवाद। हामी पूर्ण तयारी छौँ। यो विकासको काम हाम्रै घर दैलोमा आएको छ। हामी यति गौरवान्वित भएका छौँ। राज्य सरकारमा आएन पहिला सुरुमा यो 8 बाटो हाम्रै रहर पूर्ण गर्दैछ भनेर हामी धेरै खुसी र हर्ष हामी बस चलाउँछौँ होइन। हामीले एउटा चिन्ता भए पनि सक्नुपर्छ। यहाँ हाम्रो एउटा पसिना भए पनि बगाउनु पर्छ। संविधान सभाको चुनाव भयो, चिन्ता भए त्यस्तै गरेर हामी पनि यहाँ हाम्रो मेहनत पनि हाल्नुपर्छ। हामी मान्छेहरूले यो भोलि योगदान हाम्रो पनि छ भनेर हामीले भोलि भन्नको लागि हामी
सुपरभाइजरको कुरा सुन्नु हामीलाई ह्यान्डलिङ गर्ने सुपरभाइजर यहाँबाट 5,000 रुपियाँ मोबाइल 3-4 टुक्रा पसार दियो है छैन केही छैन घाँटीको सिक्री छैन यसरी गर्दा यसरी सुनिने गरेर हानेको होइन पीडितको पीडित हो हामी प्रोजेक्टर म्यानेजरले कम्पनी सम्हाल्ने हो कि यसरी हामीले मजदुरलाई यसरी ज्यान मार्ने केसमा झुक्काएर क्या हामीले बाटोमा आउनुहोस् भनेर झुक्काएर पानीको साल मोडे रडले चार्ज गरेको लड्न सकिँदैन प्लस यिनीहरूसँग त लड्न सकिन्छ नि तर यिनीहरूले यसरी झुक्काएर हाने कि यो साला कुकुरहरू यिनीहरू गाली गर्छ आएको छ नि भनेको यहाँ मार यहाँ देख उहाँ रड माथि ल्याउन हाल्यो भनिदिनु तपाईँले के त भनिदिनु के भन्नु हिजो ढकल यति बेला हामीसँग श्रमिकहरूको नेतृत्व गर्ने सुपरभाइजर हुनुहुन्छ। सर हार्दिक स्वागत छ कार्यक्रममा। धन्यवाद सरको परिचय। मेरो नाम कुमार खड्का हो। सर तपाईँ श्रमिकहरूको सुपरभाइजर हुनुहुन्छ। यो ह्यान्डल गर्दाखेरि यो विवाद सिर्जना भइरहेको छ। अबको बाटो भनौँ या चाहिँ तपाईँको ह्यान्डलिङमा कहीँ कमी कमजोरी भएको त होइन? तपाईँलाई चाहिँ के लाग्छ? होइन यो अवस्था सिर्जना कसरी भयो भने अब यो म त अब ड्राइभर अपरेटरलाई नै कन्ट्रोल गरेर काम गराउने मान्छे हो। अब यो सिर्जना भएको चाहिँ अब यो चोरी केसबाट भन्ने कुरो भएको छ होइन। अब त्यो चाहिँ समस्याको समाधानतिर भन्दाखेरि पनि अब त्यतातिर लागेन के चाहिन्छ। दोष चाहिँ चोरीको दोष चालकहरूमाथि परेको या अन्य बाहिरी मान्छेहरूमाथि परेको के थियो सर? अवस्था चाहिँ के थियो? होइन यो त्यही त अब यो कस्तो केस छ भनेदेखि तपाईँको केही मान्छेहरूको नाम लिस्ट तयार गरेर दिएको अवस्था छ। तर त्यसमा कोही निर्दोष पनि होलान्, कोही दोषी पनि होलान्। तर यदि प्रमाणित गरेर दोषी उप कारबाही गर्ने त्यो आफ्नो कानुनमा छँदैछ। अब त्यतातिर जानुभन्दा त्यतातिर चाहिँ नगएर यो वार्तातिर समस्या समाधानतिर नगएर खालि समस्या मात्रै निकाल्नेतिर गयो क्या। तपाईँ सुपरभाइजर हुनुहुन्छ। अबको बाटो चाहिँ के? अब चाहिँ के गर्ने? श्रमिकहरू जे भए नि उनीहरूले यहीँ काम गरेर परिवार पालिरहेका अवस्था छ। विकासको काम अब रोकिने हो कि भन्ने जस्तो अवस्था छ। उहाँहरूले चोट खानु परेको छ, कुटाइ खानु परेको छ। अबको बाटो चाहिँ के? अब के गर्ने? अबको बाटो भनेको त समस्या समाधानतिरै जानुपर्छ। यो अर्को बाटो त छैन। अब समस्याको समाधान भनेको बाटैबाट मात्रै हुन्छ। अब तपाईँहरू जिल्ला प्रशासनमा गएर वार्ता गर्ने या चाहिँ कुनै प्लान गराउनु भएको छ, कुनै केही छ भने? त्यस्तो खालको प्लान त हामीले त बनाएको छैन। तर प्लान बनाउनु पर्ने छ।
अब कम्पनीबाटै बनाउनुपर्छ त्यो कम्पनीका अब जिम्मेवार पक्ष बसेरै काम गर्ने वातावरण त कम्पनीले नै क्रिएट गर्नु पर्यो नि। हुन्छ, कुराकानीको लागि धेरै धेरै धन्यवाद। मेन कुरा के हो भने मैले ट्र्याक्टर लोड गरेँ होइन, सुपरभाइजर एकजना धेरैको ल्याउ त्यसले मलाई ट्र्याक्टर लोड गर भने होइन। अब किनकि काम त्यसलाई प्रेसर गरिरहेको थियो, चाइनिजले प्रेसर गरिरहेको थियो त्यसलाई पनि। अनि त्यो घरवाला मान्छेलाई नै मैले त्यो माटो दिनु लाग्यो होइन। त्यो घरवाला नि बाटो हाल्ने ठाउँ पनि थिएन कि, अनि त्यो माटो मैले त्यहाँनिर हालिदिएँ हेर्नु है, ट्र्याक्टरवालालाई हानिदियो होइन। अनि त्यो बेला मलाई समात्यो। अनि त्यो शिवरात्रिको दिनमा मलाई यिनीहरूले बोलाएको थियो होइन। म त्यो बेला झ्यापमा थियो, यिनीहरूले मेरो स्यालेरी बढाउँछु भनेर नि भनिरहेको थियो होइन, स्यालेरी बढाउँछु नि भनिरहेको थियो यिनीहरूले मेरो होइन। ल ठिकै छ नि त होला नि, अब झ्याप पायो बेला मलाई 3-4चोटि फोन गरेर बोलायो, म जान्दा नि गएन कि। अनि सुपरभाइजर सुजितले मलाई फोन गर्यो, म भाइ हेर झ्यापमा छु, म आउँदिनँ भने कि मैले। झ्यापमा भयो बेला म गाडी चलाउनु मिल्दैन, यहाँ हाम्रो रुल्स भनेपछि मलाई चाइनिजले फोन गरेर पुग्यो भन्ने मैले त्यसलाई भने रक्सी खाएर हाम्रो त्यसमा रुल्स छैन, म धेरै झ्याप पनि छु, मलाई नबोलायो, म भोलि आउँछु म भने होइन। अनि बोलाएर अन्त धुलमातिर चिसो खुवाएँ होइन, मैले खाएँ, मैले झ्याप भयो झन् बढ्यो होइन। त्यसले स्यालेरी बढाउँछु के कुरा आएर थियो, ल्याप्चा हान्नु लगायो, हान्थ्यो साइन हान्थ्यो, तिनीहरूले नाम ड्याङ 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 लेख्दैछ ड्राइभरहरूको नाम। अनि मैले देख्यो भनेर केटाहरूलाई पुरा आरोप लगाइदियो। अब मेरो ट्रेडको मान्छे, मेरो साइडको मान्छे पनि होइन, फेरि ड्राइभरहरूको सेक्सन अर्कै हो, मेरो सेक्सन अर्कै हो होइन। भनेपछि तपाईँलाई चाहिँ अन्य साथीहरूले चाहिँ माटो चोरीको चाहिँ तपाईँ देख्ने मध्ये भनेर चाहिँ तपाईँलाई राखेर तपाईँको हस्ताक्षर गराएर चाहिँ अरूलाई दोषी साबित गर्न खोजियो। त्यही गर्यो। अब तिनीहरूले दोष चाहिँ डाइरेक्ट दिन नसकेर दोष अब मलाई झ्यापैसम्म दिएर लोड गर्दाखेरि होइन, अब त्यतिर मैले भनेर लोड गरेको थिएँ। अनि तिनीहरूले आएर त्यति बेला झ्यापको बेला फेरि है, त्यो बेला झ्याप फ्रेस भएको बेला मैले के चाहिँ मलाई थाहा छैन। तिनीहरूले स्यालेरी बढाउनु मलाई 1 हप्ता अगाडि कुरा त भइरहेको थियो। अनि त्यतिर मैले ल्याब जाँदाखेरि मैले पढेन राम्रोसित होइन, थाहा छैन मलाई पनि त्यो पढाउनु मलाई थाहै छैन कि म त्यति झ्यापमा थिएँ। अनि पछि के भयो भने अब मलाई चाहिँ तिनीहरूले सबुत बनाइदियो कि केटाहरूको। अब केटाहरूले कहाँ मैले दोष ला जस्तो बनाइदियो तिनीहरूले, त्यसरी नाम ड्याङ ड्याङ केटाहरूको नाम लेखिदियो। अनि हामीले त्यो कुरामा ल हेर यो नाम लेखेको मान्छे पनि म पनि यहीँ छु, त्यो चाइनिज पनि अगाडि आउनु पऱ्यो होइन, त्यो सुजित पनि अगाडि आउनु पऱ्यो, यहाँनिर सबैजना अगाडि आएर कुरा गर्नु पऱ्यो भन्यो मेन कुरा हामीले। यो कुरा हो, यो कुरालाई 1 महिना हुन लागिसक्यो, अझ 1 महिना छुनै लागिसक्यो होइन। अब तिनीहरू निक्लिँदैन फेरि हेर्नु, तिनीहरू ननिक्लिँदाखेरि हिजो हामी स्टुडियो गाडीले जान लाग्यो, स्टुडियो गाडी जाँदा खानासाना खाएर त्यहाँनिर बसेको मान्छे होइन हामी सबैजना। अनि लास्टमा हामी जान लाग्दाखेरि फेरि फोन गरेर बोलायो चाइनिजले फोन गरेर बोलायो नि, हामी स्टुडियो गाडी नजाउँ, यहीँ आउँ तपाईँहरू, यहीँनिर वार्ता गर्नु पऱ्यो भने वार्ता मिलायो, कुरा मिलायो। ल ठिक छ भने हामीले होइन। अब म यता मेरो त काम पऱ्यो, म घरतिर गयो। अनि साथीहरू 8-9जनालाई बोलाएछ त्यहाँभित्र होइन, त्यहाँभित्र बोलाउँदाखेरि बोलाएर केटाहरूलाई सबैजनालाई घेरेर हानेछ। यो कुरा मैले आज थाहा पाएको थिएँ, यो मेन कुरा। ल हुन्छ, कुराकानीको लागि धेरै धेरै धन्यवाद। ल दर्शकबिन, पछिल्लो समय नवलपरासी बर्देघाट सुस्ता पूर्व नवलपुर जिल्लामा विकासका निर्माणका काम सञ्चालन रहिरहँदाखेरि विशेष गरी नारायणगढ बुटोल सडक खण्ड निर्माण हुँदै गर्दाखेरि चाइनिज पक्ष र श्रमिक बीच केही विवाद सिर्जना हुन पुग्यो, जसको कारण थियो केही माटो चोरीका केसहरू श्रमिकमाथि लगाइएको थियो। तर श्रमिकहरू भने निर्दोष रहेको बताउँदै आएका छन्। यदि साँच्चीकै चोरी भएको हो भने जसले चोरेको हो उनीहरूलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ, श्रमिकहरूको पनि माग त्यही छ। तर त्यो समस्या समाधान तत्काल गर्नुपर्ने आवश्यकता छ, किनकि विकासका निर्माणका काम नरोकिउन्। हाम्रो कार्यक्रमको तर्फबाट पनि हामी शुभकामना दिन चाहन्छौँ। Please subscribe our YouTube channel for more news updates.